गरिबको छोरा म धेरै दुःख पाएँ बाउ मैले मेरो खुसीको लागि खाडी म धेरै रगत र पछि नबगाए मलाई राम्रोसँग थाहा छ हामी दुःखमा पर्दा पोखरले सताए त्यसैले गरिरहेको सङ्घर्ष मैले चालिरहेको गाडी पाइला याई पैसा कमाउनको लागि जाने गर्थेँ म एरियाको छैन त्यहाँ धेरै दुःख पाएँ घर फर्किआयो अहिले याई मैले प्रगति गर्दा मेरो जलिरहेछ आफन्त कुरा काटिरहेछ मेरो याई 18 सालको मान्छे म सारा जिन्दगी नै बोकिसकेँ याई मैले बुझिरहेको पैसा भयो भने सारा दुनियाँ नै आफ्नो साला पैसा भएन भने आफ्नो घरकाले नि आफ्नो मान्दैन त्यसैले सबैलाई आफ्नो बनाउनु छ भने याई पैसाको पछि भाग